Hi guys and welcome back to Sabinako vlog channel. So आजको vlog चाहिँ मोमा फेस्टिभल को हुनेछ मेलबर्नको. So म ड्याडी अनि मम्मी चाहिँ हामी चाहिँ मोमा फेस्टिभल जाँदै छौं. So सँगै जाऊँ है त. हाम्रो चाहिँ मन्डे लेबर डे 10th मार्चमा लेबर डे भएको कारणले गर्दाखेरि लङ विकेन्ड परेको थियो सैटरडे सन्डे र मन्डे. त्यही भएको कारणले मेरो 3 दिन बिदा थियो अनि मैले चाहिँ मोमा फेस्टिभल यही बेलामा थियो. सो यसपालि चाहिँ जानै पर्छ भनेर मम ड्याडलाई पनि एक्सपिरियन्स हुन्छ भनेर हामीले विचार गर्यौं. तर एकदमै गर्मी थियो 33 थियो अनि हामी चाहिँ एकदमै कन्फ्युज थियौं हामी जाने नजाने यस्तो गर्मीमा भनेर सोचिरहेका थियौं. तर साँझ चाहिँ अब शीतलै फर्किन्छ होला भनेर हामी चाहिँ ट्रेन समातेर गयौं. सिटी हाम्रोबाट 45 मिनट जति थियो. रिप्लेसमेन्टहरु केही पनि थिएन. त्यही भएर हामी सरासरी एउटै ट्रेनमा हामी सिटी पुग्यौं. मजाले ट्रेनहरु पनि खाली नै थियो. बीचमा अलिकति भिड थियो अनि हामी फाइनली सिटी पुग्यौं. सिटी पुगेर हामी त्यहाँबाट सिधै अब फेडरेसन हुँदै हामी चाहिँ मोमा फेस्टिभलतिर लाग्यौं. एकदमै रमाइलो थियो. यो साच्चै के हाम्रो त्यो न्यू इयरमा जस्तो भिडभाड हुन्थ्यो त्यस्तै भिडभाड थियो. किन यो लङ विकेन्ड अफ कोर्स लङ विकेन्ड भएर पनि सबैजना आफ्नो बच्चाहरु देखि लिएर सबैजना लिएर आएको थियो रमाइलो गर्नको लागि. ट्रेनमा पनि धेरै नेपालीहरु भेटे. युजुअली हामी बसेतिर त्यति नेपाली हुँदैन. तै पनि हामी जाँदा पनि कति नेपाली हामीले भेटेकै थियौं ट्रेनमा. हजुर पनि हामीसँग यो मोमा फेस्टिभल 2025 सँगै रमाइलोसँग हेरौं है त. हामी भित्र पुगेपछि यति धेरै राइडहरु थियो, यति धेरै फुड स्टलहरु थियो. इट वाज रियली फन टु वाच. अनि बच्चाहरु त्यो एक्टिभिटिजहरु खेलेको देख्दाखेरि रमाएको देख्दाखेरि यतापट्टि साइडमा मान्छेहरु त्यो सबै त्यो सर्कस जस्तोमा चिच्चाएर रमाइलो गरेर हेर्दाखेरि एकदमै रमाइलो भएको थियो. हामीले चाहिँ छिटछिटो काई गरेर लाइन बसेर हामी पनि केही खेलौं भनेर किनकि एउटा गेम खेल्नको लागि कति लामो लाइन थियो. फर्स्टमा चाहिँ हामीले यो बल छिराउने वाला खेलेको थियौं. 5 वटा बलमा 2टा छिरायो भने एउटा डल चुज गर्न पाउने रे. तर मम्मीले एउटा पनि छिराइसेर सबै बाउन्स भएर निक्ल्यो. त्यो चाहिँ हाम्रो फर्स्ट थियो. तै पनि हाम्रो रमाइलो भयो. केही जितेनौं. त्यही पनि हामीले स्टलहरु हेर्दै गयौं कुन हुन्छ भनेर. मान्छेहरु हिँडेको तर अलिअलि धुलो पनि थियो. तर गर्मीको कारणले हो त्यो सबै कुरा चाहिँ. अनि सबै गेमहरु हेर्यौं कसरी खेलिरहेका छ मान्छेहरुले भनेर. एउटा राइड खेल्नको लागि यति लामो लाइन थियो टिकट लिनको लागि. अनि टिकट लिइसकेको पछि पनि त्यति धेरै लामो लाइन थियो. अनि हामीले चाहिँ यो लाइनमा 1 घण्टा बस्नु भन्दा पहिला के खाम स्न्याक्सहरु घरबाट खाएर त गएको थियौं. त्यही पनि अब 1-1.5 घण्टा पछि त अलि भोक लागै नै हाल्छ भनेर हामीले चाहिँ स्टलहरु हेर्यौं के खान मिल्छ अलिकति हेल्दी खाली त्यस्तो गर्मीमा भन्ने सोचेको थियौं. अनि हामीले चाहिँ यसो हेर्दाखेरि त्यो एउटा कर्ण हातमा सबैले बोकेर हिँडिरहेको थियो मकै चाहिँ. अनि हामीले त्यो खाने विचार गर्यौं. अनि धेरै लामो लाइन पनि थिएन. त्यसको अरुको धेरै लामो लाइन थियो. अनि हामीले त्यहाँ कुरेर अनि हामीले मकै लियौं. अनि चाहिँ हामी लाइन बस्यौं. लाइन हामी कति 5 मिनेट 10 मिनेटमै हाम्रो लाइन पास गरेर टिकट त्यही एकैचोटी अर्डर गरेर त्यहीबाट पिकअप गर्ने रहेछ. त्यही भएर हामीले अर्डर गर्यौं. मेन्यु हेर्दाखेरि चाहिँ अरू के छ भने हेर्दाखेरि चाहिँ कर्न अनि चकलेट बेरिज पनि रहेछ. अनि किन 3 जनाले कर्न लिने 2 जनाले कर्न लिने 1 जनाले चाहिँ अनि स्ट्रबेरी र चकलेट लिने भनेर सोच्यौं. त्यसपछि हामीले सिजनिङहरु पनि रहेछ सबै थरी सल्ट गार्लिक पेप्रिका अनि चिल्लीहरु पनि. हामीले चाहिँ 2टा कर्न अनि चकलेट र स्ट्रबेरीको एउटा कप लियौं. अनि त्यसमा उले सोध्यो बटर हाल्ने के हाल्ने भने हामीले चाहिँ बटर सल्ट अनि चिल्ली हाल्ने भनेर डिसाइड गर्यौं. त्यसरी नै हामीलाई नर्मली खान मन लाग्छ स्वीट कर्नमा त्यसको फ्लेभर एकदमै मजाले आउँछ. त्यही भएर हामीले त्यही अर्डर गर्यौं.
हामीले चाहिँ स्न्याक्सहरू इन्जोय गर्दै हाम्रो ठ्याक्क अगाडि चाहिँ वाटरको एउटा सो जस्तो चलिरहेको थियो अनि हाई जम्पहरू हानेर यसमा मैले जुम गर्न मिलेन नभए एकदमै राम्रो भिडियो पनि खिचेको थिएँ मैले तर हामीले त्यो हेर्दै हामीले स्न्याक्सहरू इन्जोय गर्यौँ एकदमै मिठो थियो मलाई दुइटै मैले चाहिँ मम्मीको खोन पनि खाइरहेको थिएँ त्यो स्ट्रबेरी पनि खाइरहेको थिएँ एकदमै रमाइलो भयो त्यसपछि चाहिँ हामीले सबै राइडहरू हेरेर हामीले चाहिँ उता पारिपट्टि जाउँ त्यहाँबाट राम्रो राइडहरू पनि देखिन्छ अनि त्यसपछि त्यो रिभरको सो पनि एकदम राम्रो नजिकैबाट देखिन्छ भनेर हामीले पारी तर्ने डिसिजन गर्यौँ अनि सबैजनाले हातमा डलहरू बोकेर आएर सबैले आफ्नो स्न्याकहरू च्यापेर आएको देखेर एकदमै रमाइलो भइरहेको थियो हामीले हेर्दाखेरि पनि अनि त्यहाँबाट 5-6 मिनट जतिको वक थियो त्यो नजिकै हेर्दाखेरि तर हिँड्दाखेरि चाहिँ अलिक टाढै नै थियो 5-6 मिनट हामीले गएर सबैजना मजाले बसिरहेको थियो पार्कमा अब कति 2 घन्टापछि फायर वर्क थियो त्यही भएर त्यो हेर्न पनि मान्छेहरू सबैजना बसिरहेको नै थिए तर हामीले चाहिँ त्योभन्दा अगाडि हामीले केही राइड चाहिँ गर्नै पर्छ भनेर लाइन बसेर भनेर अब हामीले चाहिँ राइड खोज्न लाग्यौँ एउटै राइडलाई 1 घन्टा किन लाइनमा बस्नु भनेर हामीले चाहिँ अलिक छिटो हुने राइडहरू हेर्न थाल्यौँ अनि हामीले चाहिँ त्यो ठुलो गोलो नेपालमा हुने जस्तै एउटा सर्कसहरूमा त्यो फन पार्कहरूमा हुने खालको जस्तोमा देखेको थियो टाढैबाट एकदमै एलइडी लाइटहरू एकदमै एट्र्याक्टिभ देखेको थियो अनि त्यो पनि चढ्न मन लागेको थियो मलाई आइडोन्ट नो मलाई चाहिँ त्यो लागिरहेको थियो कि छिटो हाम्रो नेपाल जस्तै छिटो घुमाउँछ कि हो कि जस्तो लागेको थियो अनि यसो हेर्दाखेरि लाइन पनि ठिकै थियो छिटो गइरहेको थियो लाइन अनि हामीले चाहिँ हुन्छ यही गरौँ भनेर हामीले चाहिँ ठुलो त्यो गोलो एलइडी वाला उमा गयौँ हामी जाँदा बाटोहरूमा यस्तो खाने पानीहरू टोयलेटहरू मजाले बिचमा राखेको थियो एकदमै व्यवस्थित थियो सो पानी प्यास लाग्दा एकदम गर्मी थियो नि त अनि हाइड्रेट होस् भनेर ठाउँमा पानी खाने पानी बोतल थाप्ने धाराहरू टोयलेटहरू एकदमै धेरै थियो अनि हामीले पानी सानी पिएर टोयलेटहरू गएर हामी यो राइडमा यही मैले अहिले भनेको राइड यही नै हो अनि यही राइडमा हामी अब छिटो लाइन बस्यौँ नभए भ्याउँदैन भनेर फायरवर्कलाई हामी लाइन बस्नतर्फ लाग्यौँ यो राइडको प्राइस चाहिँ थियो $36 3जनाको ठिकै थियो अरूहरू भन्दा चाहिँ मलाई चाहिँ वर्थिटै लाग्यो यो चाहिँ प्राइस चाहिँ अनि हामी लाइन बस्यौँ लाइन बसेर टिकट लिइसकेपछि पनि अर्को लाइन थियो टिकट लिइसकेको मान्छेहरूको पनि त्यो चाहिँ छिटो गइरहेको थियो त्यो हामी टिकट लिएर हामी जानेको लाइनतिर लाग्यौँ एकदमै रमाइलो भयो हामीलाई यो राइड हामी नाचेर यताउति हेरेर एकदमै रमाइलो गऱ्यौँ सबै सिटीको भ्यू त्यही माथि राति एलइडी लाइटहरूले गरेर झन् एकदमै एट्र्याक्टिभ देखेको थियो अनि हामी त्यसपछि चाहिँ हामी छिटो जाउँ 9 बजेभन्दा अगाडि अर्को एउटा राइड भ्याउनुपर्छ किनकि 9 बजे फायर वर्क थियो हामीलाई त्यो पनि भ्याउनु थियो अनि हामीले कहाँ चाहिँ लाइन छोटो छ भनेर हेरेको थियो मलाई चाहिँ एउटा राइड एकदमै गर्न मन लागेको थियो त्यो एउटा डल्फिन जस्तो नाम चाहिँ मैले बिर्सेँ प्याराडाइड हो कि के भन्ने थियो अनि म त्यो
खोजिरहेको थिएँ कहीँ छ कि नजिकै हामीले भेटाउँछौँ कि भनेर, किनकि 2 वर्ष अगाडि म र कृष्ण पनि गएको थियौँ त्यसमा, एकदमै रमाइलो भएको थियो। अनि हेर्दा हेर्दा हामीले राइडहरू सबै हेर्दै गयौँ अनि हामीले फाइनली भेटायौँ त्यो। अनि हामी चाहिँ भ्याउँछौँ होला, सबैले छिटो गरिरहेको छ, लाइन पनि छिटो बढिरहेको छ, त्यही भएर हामीले जाउँ भनेर मैले देखेँ त्यो बोट। अनि देख्ने बित्तिकै छिटो गएर हामीले बुक गऱ्यौँ। त्यो बुक गर्नुभन्दा अगाडि पनि धेरै गेमहरू थियो यो कार रेसिङहरूको, अनि एकदम राउन्ड घुमाउने खालको पनि थियो। अनि त्यो चाहिँ हामीलाई चाहिँ अलिक धेरै नै डर लाग्छ त्यो आउँछ भनेर हामीले त्यो एकदमै डेन्जरस काइन्ड अफ चाहिँ गरेनौँ। अरू तर राइडहरू हेऱ्यौँ, यसो कार रेसिङ एकछिन बसेर हेऱ्यौँ, सबै कुरा हेरेर इन्जोय गरेर हामी अगाडि बढ्यौँ। यो ठाउँ मैले देखिसकेपछि मलाई एकदमै खुसी लाग्यो, वा फाइनली मैले भनेको ठाउँ भेटाएँ भनेर। अनि छिटो गएर टिकट काट्ने ठाउँमा पनि धेरै लाइन थिएन। अनि टिकट लिइसकेपछि चाहिँ भित्र जानेमा चाहिँ अलि लामो लाइन थियो। अनि मैले मम्मीलाई यस्तो हुन्छ, अलिअलि भिजिन्छ भनेर एक्सप्लेन गर्दै थिएँ त्यहाँ टिकट लिएर। अनि मैले अलिअलि क्लिपहरू पनि खिचेको छु हामी जानुभन्दा अगाडि। हेरौँ है त हामीसँग यो राइड इन्जोय गरौँ।
रमाइलो भयो हामीलाई यो वाटर राइड। अनि त्यसपछि चाहिँ हामी भ्यात्तै भिजेर हामी बाहिर गयौँ। अब चाहिँ छिटो गएर कहीँ बस्नुपर्छ फायरवर्क हेर्नको लागि भनेर। गर्मी नै थियो अनि कपडा पनि चाँडै नै सुक्यो हाम्रो। अनि हामी चाहिँ कुन स्पट राम्रो छ भनेर मैले त्यहाँ एउटा पुलिसको मान्छेलाई पनि सोधेँ। अनि त्यसपछि यहाँ छ भने उनीहरूले। अनि हामी त्यहाँ बसेर हामीले मजाले 5 मिनटसम्मको फायरवर्क हेऱ्यौँ। सँगै हेरौँ यता। हामी चाहिँ 5 मिनटको फायरवर्क हेरेर हामी घरतर्फ लाग्यौँ। घरतर्फ जाँदाखेरि चाहिँ यति धेरै भिड थियो मान्छेको, यु क्यान सी है। पुरै रोडै प्याक थियो त्यहाँ सबैजनाको लागि। अनि हामी चाहिँ पक्कै ट्रेनमा जाँदाखेरि एकदमै भिड हुन्छ भनेर छिटो गइरहेको थियौँ, एटलिस्ट सिट पाउन पाइन्छ भनेर। किनकि 40-45 मिनटको बाटो छ अनि उभिएर जाँदाखेरि झन् टायर हुन्छ, एक त खुट्टा दुखिसकेको थियो। अनि त्यसपछि हामी गयौँ। अनि 9:20 पछि पनि एउटा वाटर सो थियो, तर हामीले चाहिँ ढिला हुन्छ भनेर हामी त्यो चाहिँ हेर्न बसेनौँ। अनि हामी घरतर्फ लाग्यौँ। हामी चाहिँ 8 मिनट जति ट्रेन कुरेर फाइनल्ली सिट पायौँ। छिटो धक्कली गएर भए पनि। त्यसपछि 40-45 मिनटमा हामी आइपुग्यौँ। अनि एकदमै खुट्टा दुखिसकेको थियो, त्यही भएर कृष्णलाई हामीले एकचोटि स्टेसनमा लिन आऊ भन्यौँ। अनि ऊ आइसकेपछि चाहिँ हामी गाडीमा गयौँ। गाडीमा चाहिँ जम्मा हाम्रो 2-3 मिनट मात्र हो, यिनीहरू चाहिँ 10 मिनट वक हो। त्यही पनि खुट्टा दुखिसकेको थियो, त्यही भएर हामीले कृष्णसँग गयौँ घर। हाम्रो दिन चाहिँ एकदमै रमाइलो भयो। हजुरले पनि इन्जोय गर्नुभयो होला। थ्याङ्क यू सो मच जसले पनि मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भयो। म हजुरलाई अर्को भ्लगमा भेट्नेछु। अहिलेको लागि हजुरको दिन शुभ रहोस्। बाई।